काठमाडौँमा तमु गुरुङ कलाकार संघले गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र उनकी पत्नी इन्द्रजित गुरुङलाई विशेष सम्मान गरेको छ। 2083 वैशाख 19 गते शनिबार तमु ह्युल छोन्जदी गुरुङ राष्ट्रिय परिषदको कार्यालयमा आयोजित कार्यक्रममा दम्पतिलाई फेटा, भाङ्रा, पछ्यौरी र खादा लगाएर भव्य स्वागत तथा सम्मान गरिएको हो। संघका केन्द्रीय अध्यक्ष सागर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य बिरबल घलेले गरेका थिए। अध्यक्ष गुरुङले गीत संगीतलाई माया गर्ने व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरूलाई सम्मान गर्ने संघको निरन्तरता स्वरूप यो कार्यक्रम राखिएको बताए। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष शर्मिला गुरुङ, अध्यक्ष सागर गुरुङ, उपाध्यक्ष विष्णुमाया गुरुङ सहित सुस्मिता लामिछाने, सुनिता थापा मगर, सीता गुरुङ, विक्रम गुरुङ, संगीता गुरुङ, संगम गुरुङ लगायत थुप्रै गायक गायिकाहरूको उपस्थिति रहेको थियो। यस सम्मानले तमु कला र संस्कृतिको प्रवर्धनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ। तमु गुरुङ कलाकार संघले गोर्खा मिडियाका मिलन तमु र इन्द्रजित गुरुङ दम्पतिलाई कुन उद्देश्यका साथ सम्मान